जसरी एउटा गुल्मीको केटो डडेलधुरा गएको थियो नि, अब हेर्नु होला डडेलधुरामा गएर आवाज उठाउँदै गर्दाखेरि अब गुल्मीको केटो गुल्मीमै आउँदै गर्दाखेरि सामान्य बहुमत होइन, ऐतिहासिक बहुमत ल्याउनुपर्ने छ। ऐतिहासिक बहुमत ल्याउनको लागि तपाईँहरूले यसपालि तयार हुनु होला। त्यही भएर हामीले के भन्छौँ भन्दाखेरि गुल्मी जिल्ला भनेको थिङ्क ट्याङ्क हो, नेपाललाई डिरेक्सन दिने जिल्ला गुल्मी हो, नेपालको दिमाग गुल्मी हो। त्यही भएर यसपालि दिमागको प्रयोग गरिदिनु होला। मासु भात रक्सी सक्सी पार्टी सार्टी सबै छोडिदिनुहोस्। यसपालि नेपाल सोचिदिनुहोस्, काया पलट गरिदिनुहोस्। गुल्मीको करेन्ट 77 जिल्लामा लगाइदिनुहोस्। गुल्मीको पावरफुल छ। हामीले बालेन शाहलाई प्रधानमन्त्री बनाउँदै गर्दाखेरि गएको पालि डडेलधुरामा रोपेको बिउ हो यसपालि प्रधानमन्त्री बनाउने बिउ। त्यही भएर यसपालि बिउ डडेलधुरामा रोपेको हो, झापामा गएर सफल हुँदैछ। अब यसै पालि सफल हुन्छ, जम्मा 3 वर्षमा सफल हुँदैछ त्यो बिउ। अब हामीले 5 वर्षमा तपाईँलाई केही गरेर देखाउँछौँ। तपाईँले हेर्दै गर्दाखेरि मैले पनि विभिन्न मोडलहरू बनाएकै छु। बालेन शाहले पनि काठमाडौँमा 3 वर्षमा गरेर देखाउनु भयो नि त, गोपी हमाले धनगढीमा गरेर देखाउनु भएको छ। सबै स्वतन्त्रहरूले गर्ने सक्ने क्षमताले गरेर देखाएका छन्। हामीलाई पनि हजुरले मौका दिनुहोस्, गरेर देखाउँछौँ। गुल्मी क्षेत्र नम्बर 1 मा म छु, क्षेत्र नम्बर 2 मा उहाँ हुनुहुन्छ। हजुरले क्षेत्र नम्बर 2 मा पनि सागर ढकालकै जिम्मेवारी हुन्छ, क्षेत्र नम्बर 1 मा गोविन्द पन्थीको पनि जिम्मेवारी हुन्छ। त्यही भएर कहाँ को आयो भन्ने कुरा होइन, समग्र गुल्मी जिल्लालाई हामी 2 जनाले उठाउँछौँ। गुल्मी जिल्लाको मुद्दा मात्रै होइन, तपाईँहरूले हामीले गर्वन्वित बनाउँछौँ।